फेरि 6 महिनाभित्रमा राज संस्था स्थापित गराउँछु भने होइन, उहाँ गएर उप प्रधानमन्त्री हुनुभयो। राजन दाईले कसको भोटले जितेको? ज्ञानेन्द्र साईले कसले भोटले जितेको? परौले कसको भोटले जितेको? एमालेको भोटले जितेको होइन। एउटा कुरो के छ भने हिजो हामी जस्ता योद्धा थियौँ, प्रचण्डलाई त्यो ठाउँमा पुर्यायौँ। आज यही काँधले फेरि हिजो यो काँधले प्रचण्ड पुगेको हो नि त, अनि ठाउँमा पुगे। आज यही काँधले प्रचण्ड र केपी फ्याँकेर नि राजा बोकेको छ कि राज संस्था आयो आयो, 1 आयो 2 आयो 3 आयो आयो हो। ल लागौँ न यो प्रचार प्रसारमा। ल नेपाल हाम्रा जिजुहरूले आर्जेको मुलुक हो भन्ने अभिलाषाका साथ हामीले यो अभियान सुरु गर्यौँ। आज यो अभियान सुरु गर्दै जाँदाखेरि यो अभियानमा धेरै उतार चढाव आए। मलाई लाग्छ क्रान्ति सुरु गर्दाखेरि पहिला सुरुमा धेरै ठुलो भिड हुन्छ, फेरि क्रान्ति अघि बढ्दै जान्छ, अनि अघि साथ दिने साथीहरू कोही आत्मसमर्पण गर्छन्, कोही नयाँ खोजीमा हिँड्छन्, कोही धुकार्दै सराप्दै हिँड्छन्। मानव क्रान्ति एक्लै हुन्छ। जब क्रान्ति उत्सर्गमा पुग्ने बेला हुन्छ, ती अघि बाटो बिराएका, आत्मसमर्पण गरेका, आफू नयाँ तरिकाले अरू ठाउँ खोज्दै हिँडेका साथीहरू फेरि फर्किन्छन्। त्यहीँ अबिर किनेर आफै अबिर दलेर अबिर जात्रा मनाउँछन्। ती भने क्रान्तिवीर हुन्। त्यस्तासँग जहिले पनि होसियार हुनुपर्छ हामीले। मलाई ठ्याक्कै त्यही भएको छ। 79 साल फागुन 1 गते मसँग धेरै साथीहरू जोडिनु भएको थियो। धेरै साथीहरू आज मसँग हुनुहुन्न। खर्जेसुकै जहाँ भए पनि देश र नागरिकको लागि राम्रो काम गर्नुहोस्, राम्रो सोच्नुहोस्। तपाईँहरूलाई शुभकामना छ। म अहिले त्यति भन्छु। र बीचमा हामीले धेरै राष्ट्रवादी शक्तिहरूसँग जो राजाको लागि मुद्दा उठाएर कोही पुलमुनि बस्दै थिए, कोही माइती घरबन्दलामा अनसन बस्दै थिए, कोही कुटै खाँदै थिए, कोही हिरासत बस्दै थिए राजा र हिन्दू राज्यको लागि भनेर हामीले ती सबैलाई र हिजो राजा र हिन्दूको नारा बोकेर हिँडेका कमल थापा दाई, राजेन्द्र लिङ्गदेन दाईदेखि लिएर सबैलाई हामीले यानि कि धवल शमशेरदेखि रविन्द्र मिश्रसम्म सबैलाई हामीले अनुनय विनय गरौँ। तर उहाँहरू धेरै ठुलो राजनीति गर्नु हुँदो रहेछ, धेरै ठुलो राजनीति। मानौ यो अभियानलाई त कस्तो सम्झेको रहेछन्, दुर्गा प्रसाद पढे लेखेको छैन, केही बुझ्दैन, उसलाई त जे गर्दा पनि हुन्छ जस्तो गरेर उहाँहरूले कहिले यता कमिटी बनाउने, कहिले उता कमिटी बनाउने, कहिले आफै आन्दोलन गर्ने। अनि मैले यसो हेरेँ उहाँहरूको जुदाईमा मैले जुन उठाएको छु सर्वहारा वर्ग, भुइँ मान्छे, उत्पीडन वर्ग, जो लघु वित्तबाट पीडित छ, जो सहकारीबाट पीडित छ, जो ब्याङ्कबाट पीडित छ, होइन, जसका घर जग्गा जीवन लुटिँदैछन्, जसका छोराछोरी आज विदेश गएर रेमिटेन्स पठाउँछन्, त्यो रेमिटेन्स मारवाडीले खान्छन्। त्यसको उदाहरण त हिजो हेर्नुहोस् 25 करोड पैसा त्यहाँ ट्रकमा पक्राउ खायो। त्यो पैसाहरू नेता र सुन तस्करको पैसा हो। त्यो पैसा कसको हो मैले भनिदिनुपर्छ, मै भनिदिन्छु अहिले। त्यो पैसा भनेको माओवादी निकट होइन खाने एकजना टिबेटियन मान्छेसँगको पैसा हो। त्यो पैसा के हुन्थ्यो भन्दाखेरि चाइना जान्थ्यो, चाइनाबाट सुन आउँथ्यो, सुन अमेरिका जान्थ्यो, भारत जान्थ्यो। मैले भारतलाई पनि यही मेसेज दिएको थिएँ, सबैभन्दा ठुलो तस्करको स्रोत, तस्करको इपी सेन्टर भनेकै तेरो देशलाई, तिमीहरूको देशलाई खतरा नेपालबाट छ भनेर मैले पहिल्यै भनिदिएको थिएँ। त्यो कुरा हिजो प्रुफ भयो कि भएन? प्रुफ भयो कि भएन? त्यहाँ भयो। त्यसले गर्दाखेरि भारतीय प्रधानमन्त्री, छिमेकी मुख्यमन्त्रीहरूले यो कुरा बुझ्न जरुरी छ। यहाँभन्दा मैले कति भन्ने, यहाँबाट क्रिस्चियनिटी फैल्याउने, त्यसको आगो आज मणिपुरमा लागेको छ, मणिपुर छुट्याउन खोज्दैछन्। यहाँ उद्योग धन्दा कल कारखाना बन्द भए, सबै उद्योग धन्दा कल कारखाना नमउदारवादको नाममा बन्द गरेर 24,000 चर्च बनाइयो। यहाँ 24,000 चर्च चाहिँ भने स्कुल चाहिँ बन्द भयो। आज बौद्ध धर्मीहरू कहाँ पुगे? हिन्दू धर्मका मान्छे कहाँ छन्? किरात धर्म मान्ने मान्छे कहाँ छन्? हेर्नुहोस्, आज राजालाई मेन खेद्नुको कारण के रहेछ भन्दाखेरि देशका आर्थिक स्रोत साधन सरकारी जग्गा जम्मै हडप्न रहेछ नि त। यो पनि देखियो। कर नतिर्ने, अस्तिकै दिनमा त्यहाँ आएको थियो एमालेको उद्योग विभागको मोती दुग्गड भन्ने सिन्चौरी मैसलाको मालिक, ऊ करै नतिर्ने, अब उसलाई कर मिना हुन्छ। कुरा भन्नुभयो के? मारवाडीको यहाँ सब कुरो मिना हुन्छ। मारवाडीको जे पनि काम गर्छन् यी तस्करहरूले,
तर हामी नेपालीको लागि यिनले काम गरेनन्। त्यसले गर्दाखेरि म उहाँहरू सबैजनालाई राष्ट्रवादी शक्तिहरू, म राजेन्द्र दाई, धवल दाईदेखि लिएर कमल थापा दाई, केशरबहादुर विष्ट, त्यो राजावादी सन्तोष, राजावादी मनोज सापकोटा, राजावादी हाम्रो पशुपति खड्का, जति हुनुहुन्छ विष्णु राजावादी सब, किनभने मैले धितो राखेर सम्पत्ति लिएको ठगेको होइन। मैले पैसा तिर्न सकिनँ भने मेरो सम्पत्ति लिलाम गरेर ब्याङ्कले लान्छ। यसमा मलाई त्यो जिस्काउनु पर्दैन झोलेहरूले। र केही साथीहरूले राजासँगै मेरो फोटो पनि जलाएका छन्। मेरो अगाडि पर्यो भने त्यसको निधार 3 इन्ची सर्छ। त्यसको निधार काट्छु भन्थ्यो कि त्यसले कति काटेको रहेछ, हामीले कहाँ काटेको रहेछ, हाम्रो रेकर्ड खोजोस्। मैले भने त गुण्डाहरूको पनि गुण्डा हो दुर्गा प्रसाई, डनहरूको डन हो दुर्गा प्रसाई, नेताहरूको पनि नेता हो दुर्गा प्रसाई, नेपाली जनताको नि आशाको केन्द्रबिन्दु हो, मोमबत्ती हो दुर्गा प्रसाई। यो कुरा बुझौँ। र मैले राजा र नागरिकको विषयमा भने राजा र नागरिकको आँखाबाट झरेको आँसु दुर्गा प्रसाईले थाप्छ। तपाईहरु साथ दिने कि नदिने हो? मिडिया साथीहरू दिने हो नि? बोल्नु भएन त साथीहरू। त्यसले गर्दाखेरि सम्पूर्ण राष्ट्रवादी साथीहरूलाई एक ठाउँमा उभिएर 15 गतेदेखि हुने जनविद्रोहमा साथ दिनु होला। मलाई फेरि पक्रिन सक्छ नि, मलाई पक्रिन सक्छ, म भाग्दिन। म मेरा हजुरबुवालाई पनि भन्छु, मेरा पूर्व अध्यक्ष प्रचण्डलाई पनि भन्छु, माधव कुमार नेपाललाई पनि भन्छु, शेरबहादुर देउपालाई पनि अन्तिमपल्ट भन्दैछु, हिजो गणतन्त्र ल्याउन हामीले तपाईलाई साथ दियौं, आज राज संस्था ल्याउन तपाईँ हामीलाई साथ दिनुहोस्। आउनुहोस् मिलेर देश बचाउँ, देश जोगाउँ। तपाईहरु मारवाडीको हली हुनुभन्दा, खुरुखुरु मारवाडीको निर्णय गर्नुभन्दा हामी नागरिकको निर्णय गर्नुहोस्, राजालाई शिरमा राख्नुहोस्। राजा फ्याक्नु नै तपाईहरुको दुर्दशा हो, नभए भोलि तपाईहरुले भागेर जाने ठाउँै पाउनु हुँदैन। 40 लाख त दिल्लीमा मात्रै 20 लाख नेपाली बस्छन्। तपाईको त्यहाँ नोइडाकै घरमा जान्छन्। त्यहाँ प्रचण्डलाई भनिदिनु नोइडाकै घरमा जान्छन्। हो, दुबईको तपाईको सम्पत्ति त खाइदियो प्रकाशले लगेको 2600 करोड। कि तपाईँ भागेर अमेरिका जानुभयो भने तपाईको त्यो मुद्दै तपाईलाई त्यही थुनिहाल्छ। भाग्ने तपाईँ जाने इन्डिया हो, इन्डियामा लेबरले लखेटी मार्छन्। त्यसले गर्दाखेरि म तपाईहरु सबैलाई बचाउँछु। तपाईहरुले रक्तपातविहीन रक्तहीन जसरी राजाले सत्ता हस्तान्तरण गरेका थियो नि, त्यसरी तपाईँ जहाँ हिजो सत्ता लिएको थियो त्यहाँ बुझाउनुहोस्। यो तपाईहरुलाई मौका हो। म त एउटा कुरो के छ भने नि, यो लडाई जित्यो भने जिते हस्तिनापुरको राज, मरे चप्परी मुनिको बास हो। म त्यसरी निस्केको मान्छे हो। म मर्न पनि सक्छु, थुनिन पनि सक्छु। तपाईहरु यो कुरा क्लियर हुनुहोस्। तर नागरिक बाँच्नुपर्छ। म मर्दाखेरि नागरिक बाँच्नुपर्छ भनेर हिँडेको, मेरो बरु सकियोस् नागरिकको नसकियोस् भनेर हिँडेको मान्छे हो। म बरु जेल बस्छु, नागरिकहरू जेल नबसुन् भनेर हिँडेको मान्छे हो। कुरा भन्नुभयो? म मेरो स्वार्थको लागि हिँडेको मान्छे होइन। कुरा भन्नुभयो कि भएन तपाईहरुले? त्यसले गर्दाखेरि 15 गते हामीले काठमाडौँ रिङ रोड भित्र त नि कहाँ हिँडेको भन्दाखेरि नि अभियानमा को हो तपाईँ भन्दा दुर्गा प्रसाई। एक नागरिक एक दुर्गा प्रसाई एक नेपाली झण्डा जितिहालियो नि। गणतन्त्र गइगयो नि, गएन हैन? त्यसले गर्दाखेरि यो गणतन्त्रले के गरेन, के मात्रै गरेको छैन। अहिले कांग्रेसले कस्तो कुरो उठायो? कहीँबाट पैसा उठेन छ, अब बेसियालाई खोलौँ भन्दै थियो। अब विदेशमा लगेर नेपालीलाई भुटानी बनाएर बेच्दा पनि भएन, नेपाली चेली बेच्दा पनि भएन। अब यी खुलेआम बेसियालाई खोलौँ भन्दैछन् सांसदहरू। मुखमा नि च्याप्प समातेर मुखमा खेकारेर नि त्यो पहेँलो खेकार चाहिँ थुक्नु पर्ने क्या। के बोलेको त्यस्तो? अब चेलीबेटी त्यो बोल्नेले उसको परिवार ल्याएर राख्नु नि, उसको छोरी राख्नु।
त्यो बोल्दै थियो एउटा, यिनै माननीयले गर्नु नि त्यो काम, गर्दा हुन्छ त यिनै माननीयले, होइन? कसका छोरी चेली रहेछन् हौ त्यस्तो सस्तो? होइन, के खोजेको यिनीहरूले, के भनेको? ल के भनेको भन्नु त? त्यो माननीय जो बोल्दै थियो नि, त्यही माननीयले आफ्नो श्रीमती र छोरी लगेर त्यो धन्दामा राख्नु। त्यो भन्दै सम्पूर्ण पत्रकार साथीहरूलाई आजदेखि हाम्रो एक घर एक पर्चा निम्तोको कार्यक्रमलाई सबैजनाले खिचेर सोसियल मिडियामा प्रचार प्रसार गरिदिनु होला। म तपाईँहरू साथीहरूलाई के भन्छु भने, युट्युबर साथीहरूलाई, हामीलाई ठुला मिडियाले साथ दिँदैनन्, उल्टो खेल्नु पर्यो भने चाहिँ 12 भाइ लाग्छन्, तर नभेटेर मात्रै हो। म के भन्छु भने, यो नेपाल बनाउने अभियान हो, नेपाल जोगाउने अभियान हो, नागरिक जोगाउने अभियान हो। तपाईँहरूले राम्रोसँगले ठाउँ ठाउँमा गएर खिचिदिनुहोस् भन्दै बिदा लिन चाहन्छु। नमस्ते। ल त्यही कुरो, अब यो सबै खिचिदिनुहोस् है। ल कमल थापाले त लगभग त्यसमै सहमति जनाए, राजेन्द्र लिङ्गदेनले राप्राबाईबाट मैले त्यसको नेतृत्व भन्दै गर्दा तपाईँले फेरि म हो भन्दै हुनुहुन्छ। यो राजा ल्याउने नेतृत्व गर्दा चाहिँ 4 जना चारतिर फर्केर कस्तो खालको मेसेज दिन खोज्नु? यसो तपाईँले के बुझ्नुहोस् भने, मैले म भनेको छैन, मेरो नागरिकको मुद्दा हो। मैले राजाका हातबाट पानसमा दियो बालेर अघि बढाएको कार्यक्रम हो। यो राजाले सोच्ने कुरा हो, जनताले सोच्ने कुरा हो। म राजा बेचेर, हिन्दू राष्ट्र बेचेर मैले भोट मागेर हिँडेको छैन। अब त्यो जसले गर्छन् उहाँहरूलाई सोध्नुहोस्, मलाई नसोध्नुहोस्। म यसमा एउटा कुरो के भन्छु, मैले अघि भने नि, म 4 फ्याक पनि भएको छैन, म 6 फ्याक पनि भएको छैन। म एउटै हुँ। म हिजोदेखि मेरो निरन्तर त्यही छ, आज पनि त्यही छ। जस्तो यो नवराज सुवेदीको नेतृत्वको विषयमा चाहिँ के छ? नवराज दाई पनि अब लाग्नु भएको छ, ठिक छ त। राजन दाईले आफ्नो सुरु गर्नुभयो, ठिक छ। कमल दाईले आफ्नो गर्नुहोस्, ठिक हुन्छ। केशरबहादुर दाईले आफ्नो गर्नुहोस्, ठिक हुन्छ। काङ्ग्रेसले गरोस्, एमाले आफै निस्कियोस्, माओवादी झन् ठुलो झन्डा बोकेर निस्कियोस्, प्रचण्ड छ्याप्प जुङ्गामा ताउ लगाएर झन्डा लिएर निस्कियो भने झन् के भयो त? यहाँ केही भएको छैन। हामीसँग मेरो मुद्दा भनेको सर्वहारा वर्ग भुइँ मान्छेको मुद्दा हो। होइन होइन, यस्तो राष्ट्रपतिको ठाउँमा राजा हुँदैन। राष्ट्रपतिको ठाउँमा राजा हुँदैन। राजा भनेको राजै हुन्छ। त्यो नबुझेको। राष्ट्रपतिको ठाउँमा राजा हुँदैन। किङ भनेको नि के हुन्छ तपाईँलाई थाहा छ? बाघ भनेको जहिले बाघ हुन्छ क्या, बुझ्नुभयो? यहाँ सुन्नु न, तपाईँलाई म भनौँ न, यत्रो दल, यत्रो शक्ति जम्मै, होइन? राजा, यिनीहरू नाच्नु र राजा हिँड्नुमा त फरक रहेछ नि त। राजा बोलेको छ, एउटा राजा बोल्नु भएको छ। एउटा राजाको प्रेस रिलिज आउँदा, एउटा बोल्दाखेरि, फागुन 6 गते देशवासीका नाममा सन्देश दिँदाखेरि यिनीहरूको मथिङ्गल हल्लिएको छ त। राम्रो काम गरेको भए मथिङ्गल हल्लिन्थ्यो। त्यो राजालाई बोल्न बाध्य र दुर्गा प्रसादलाई विद्रोही कसले बनाएको भन्दा यिनीहरूले हो नि त। यो प्रश्न त यिनीहरूलाई गर्नुहोस्। र हामीले नि त्यस्तो खालको केही खोजेको होइन, यिनीहरूको विकल्प खोजेको। गणतन्त्रको विकल्प अरू केही हुन सक्दैन भन्छन्। गणतन्त्रको विकल्प भनेको राजतन्त्र हो, राज संस्था हो। गणतन्त्रको विकल्प भनेको दुर्गा प्रसाई हो। गणतन्त्रको विकल्प भनेको गणतन्त्र फ्याँकेर नयाँ व्यवस्था ल्याउने हो, राजा सहितको। बुझ्नुभयो? तपाईँलाई म एउटा कुरा भन्नु, उहाँको जिजेले आर्जेको मुलुक हो कि त्यही पहिल्यै एक ठाउँमा आएर यो हाम्रो चैत 15 गतेदेखि हुने जनविद्रोहको घोषणा सभा र जनविद्रोहलाई, जनताले गर्ने विद्रोह हो यो जनताले विद्रोह गर्ने विद्रोहलाई जनविद्रोह हुन्छ भन्छ। यो विद्रोहमा साथ दिनको लागि आज हामीले यो पर्चा हामीले यो हेर्नु होला तपाईहरुले, फर्स्ट नेपाल फर्स्ट नेपाली, यो पर्चा हामीले एक घर एक पर्चा, एक व्यक्ति एक पर्चा, यो चुले निम्तो 15 गतेलाई यति गर्दा पनि अब काठमाडौँ, भक्तपुर, ललितपुर, कीर्तिपुर
साथै नेपालभरिका नागरिकहरू जो जहाँ छन् काठमाडौँ आउन सक्ने, आफ्नो पैसा खर्चमा आउने, लड्ने आफ्नो लागि। तपाईहरुको घर जग्गा जमिन जोगाउने हो, मेरो होइन। मैले मेरो लागि गरेको होइन। र यहाँ जुन हिजोदेखि खेल भयो, अस्तिदेखि जुन खेल भयो, एउटा मञ्चन रचियो राजाको नजिक को हुने भनेर, म राजाको नजिक भन्दा पनि जनताको नजिक हुन चाहन्छु। राजाको नजिक भन्दा पनि जनताको नजिक हुन चाहन्छु है म। र म राजालाई के भन्छु भने, सरकार तपाईं र नागरिकहरूका आँखाबाट आँसु झर्न दिन्न। यदि आँखाबाट आँसु झर्यो भने यी हातले थाप्छ दुर्गा परसाईले। यी हात छन् मसँग थाम्ने। तपाईको आँखाबाट आँसु झर्न दिँदैन दुर्गा परसाईले, र नागरिकका आँखाबाट आँसु झर्न दिँदैन। किनभने 3 वर्ष यो आन्दोलन लडेर यहाँ ल्याइपुर्याउँदाखेरि मैले धेरै पसिना बगाएको छु, धेरै दुःख गरेको छु। मेरो परिवारदेखि लिएर मेरो सम्पूर्ण सम्पत्तिले दुःख पाएको छ। मेरो अहिले ब्याङ्क खाता रोक्का हुँदा पनि म चलेको छु तस्करहरूसँग लड्नको लागि। र म सरकारलाई के भन्छु भने, तपाईलाई लगेर देखाएर रोटी साट्नेहरूसँग तपाईँ होशियार हुनुहोस्। मलाई तपाईलाई देखाएर रोटी साट्नु छैन। मसँग त लघुवित्त पीडित, सहकारी पीडित, ब्याङ्क पीडित, विदेश गएका युवाहरू छटपटेका, विदेशका खाडीमा 7,000 युवाहरू जेलमा छन्। तपाईलाई म एउटा कुरा भन्छु, मेरा लागि ती जनता छन्, ती नागरिक छन् जो पीडित छन्। 4 लाख परिवारको त तपाईको अहिले थाहा छ ब्ल्याक लिस्टमा परेका छन् ब्याङ्कको। ती सबै आउनुपर्छ अब सडकमा। मैले भने त यो व्यवस्था परिवर्तन भएर म ठाउँमा पुगौँ, त्यही दिन राति जम्मैका जग्गा फिर्ता हुन्छन्, जम्मै ब्ल्याक लिस्टबाट पुग्छन्। त्यो फुकाउने काम दुर्गा परसाईले गर्छ, मैले भनेको छु। त्यसले गर्दाखेरि हामीले शहीद 15 गतेको लागि जनविद्रोह र हामीलाई सरकारलाई म यो च्यालेन्ज गर्छु। फेरि कुरो बुझ्नुभयो के? फेरि हाँसी गर्नु पर्यो नि। म कसैलाई मुख छाड्दिनँ। हरेक नागरिकले खुकुरी बोकेर आउँछ। अब हरेक नागरिकले आफ्नो रक्षा गर्न, आफ्नो देशको रक्षा गर्न, आफ्नो धर्म रक्षा गर्न, आफ्नो परिवार रक्षा गर्न। यहाँ हजुरबुवाले नातिसँग बस्न पाएन, हजुरआमाले नातिसँग बस्न पाएन। हजुरबुवा र हजुरआमाको सम्बन्ध नातिसँग कस्तो हुन्छ? त्यो सम्बन्धलाई विखण्डित बनाइदिएको छ। हजुरबुवा छोरो पनि पठाउँछ, छोरी पनि पठाउँछ, नाति नातिना पनि विदेश पठाउन बाध्य भएको छ। बाध्य बनाउने व्यवस्था भनेकै गणतन्त्र हो। त्यसले गर्दाखेरि गणतन्त्रको अन्त्य गर्नु अति जरुरी छ। हामी झगडा नगरौँ, हामी नबाजौँ। राजेन्द्र दाइलाई अहिले म पनि भन्छु, म अन्तिम पल्ट पनि भन्छु सबै अग्रजहरूलाई, तपाईहरू एक ठाउँमा उभिएर यो हाम्रो अभियान भनेको महाअभियान हो। यो नेपालको झण्डा बोकेको, राष्ट्रिय झण्डा बोकेको, राजा सहितको हिन्दू अधिराज्य स्थापना गर्ने यो अभियान हो। यो अभियान भनेको महाअभियान हो। महाअभियानमा तपाईहरू आएर मिसिन म अनुरोध गर्छु। नभए भोलि पर्सि राजेन्द्र दाइ तपाईहरूलाई पछुतो होला। केपी ओली र प्रचण्डहरूलाई त भइसक्यो, तपाईलाई पनि भोलि पर्सि जनताले बढार्लान्। म दाजुलाई यही भन्छु यहाँबाट। दाजुलाई अरू कुरो भन्दिनँ। म तपाईँ जस्तो राजनीति गर्न पनि जान्दिनँ। म माननीय पनि होइन, सांसद पनि होइन, प्रधानमन्त्री पनि होइन, मन्त्री पनि होइन। मलाई प्रधानमन्त्री चाहिए पनि होइन। आउनुहोस्, यो लडाइँ जितौँ। तपाईँ नै खानुहोस् प्रधानमन्त्री, म बनाइदिउँला तपाईँलाई प्रधानमन्त्री। मलाई चाहिए छैन। नागरिकले दुर्गा परसाई तैँले छोड्नु हुँदैन भने मेरो घर गएर त्यतिखेर म सोचौँला। नभए मैले प्रधानमन्त्री हुन्छु, सांसद हुन्छु भनेर मैले यत्रो खर्च गरेको होइन। यो कुरा बुझ्नुहोस्। त्यसले गर्दाखेरि मलाई धेरैजना साथीहरूले लोन लिखा, पैसा ब्याङ्कको मिना हुन्छ। मेरो ब्याङ्कको पैसा मिना गर्नु पर्दैन। त्यही हुन्छ मेरो सम्पत्ति नि। मेरो नातिले मुलुक नगरे तपाईँले मुज गर्ने? क्या कुरा गर्नुहुन्छ तपाईँ? मैले गरेको, मैले जोडिदिएको सम्पत्तिमा मेरो नातिले त मोज गर्छ त? कस्तो खालको कुरा हुन्छ? मेरो नातिले त राज गर्छ त? कि तपाईँले गर्नुहुन्छ हौ? यही तपाईँले गर्दै हुँदा त बिग्रियो त। यहाँ कुरो बुझ्नु भएन? बिग्रेको यही हो। कुरो ठिक होइन? कि देश एउटै व्यक्तिले त हिजो आर्जन गरेको नि? के त्यतिखेर केपी ओलीका बुवाले गरेको थियो, प्रचण्डका बुवाले गरेको थियो, शेरबहादुरका बुवाले गरेको थियो?
अब नागरिकले स्वीकार नस्वीकार्दा आज माडवाडीको गोठालो भयो नि त। तपाईँ अहिले कसको क्यामेरा बोकेर हिँड्नु भएको छ? पैसा कसलाई बुझाउनु हुँदैछ? हो यो नबुझियोस्, माडवाडीको गोठालो हुनुभन्दा बुझ्नुभयो, नमर्दा कि स्वास्नी हुनुभन्दा मर्दा कि रखेल हुनु भन्छ नि, यी तस्करहरूको नि काम गर्ने हुनुभन्दा राजाकै हुनुहोस् न तपाईँहरू। तपाईँलाई राजा आउँदा के बिग्रियो? के बिग्रियो? राजाले तपाईँको केही बिगारिदिएको छ? कसले? को? यिनीहरू तिनजनालाई दुर्गा प्रसाद एक्लै काफी कि तिनटैलाई एक्लै? मलाई 3 वर्षदेखि चुनौती त ल एक्लै ओपन ल खेल्नु न, फाइटिङ खेल्ने, जे खेल्ने त्यही खेल्ने हो, खेल्नु त कुस्ती, काटा काट, तरबार हानाहान खेल्नु त, बन्दुक हानाहान पनि खेल्नु त, एक्लै काफी। के कुरा गर्नुहुन्छ तपाईँ? म राप्रपाका साथी जस्तो सुरुवाल मुतेर हिँड्ने मान्छे हो? होइन होइन होइन, यहाँ सुन्नुहोस्, यहाँ सुन्नुहोस्। कसले कसले? होइन यहाँ सुन्नु, यहाँ सुन्नु। ल म तपाईँलाई एउटा कुरा, मेरा भाइ तपाईँ लामो नसोध्नु न, एउटा सोध्नु चटक्क परेको। गणतन्त्रवादीहरूले के गर्दैछन् मलाई थाहा छैन। गणतन्त्र खतरामा पर्यो भन्ने त थाहा रहेछ नि त, थाहा रहेछ होइन? गणतन्त्र लगेर कसले खतरामा पारेको? दुर्गा प्रसादले हो कि राजाले हो कि यिनै डाकाहरूले हो? राजाले त छोडिदिएको थियो, तुलो गरी खाओ भनेर भन्दाखेरि यिनीहरू गरी खाओ भनेर दिएको त पशुपति नै खाने, एयरपोर्टै खाने, बाल मन्दिरै खाने, नेपालीलाई भुटानी बनाएर खाने, नेपालको पैसा कम्बोडिया लगेर राख्ने। के कुरा गर्नुहुन्छ तपाईँ? तपाईँ एउटा कुरो के बुझ्नुहोस् भने नि, यही गर्न दिएको हो त। त्यही भएर आफै लगेर गणतन्त्र अप्ठ्यारो पार्ने, अनि अहिले आएर गणतन्त्र जोगाउँछु भन्दा जोगिन्छ? हजुरबुवाले घिउ खाए, अहिले हात सुन्दा हुन्छ? गयो प्रचण्डको त्यो जमाना, गयो। प्रचण्डलाई भनिदिनु, केपी शर्मा ओलीज्यूलाई पनि भनिदिनु, शेरबहादुर दाईलाई पनि भनिदिनु, माधव कुमार नेपाललाई पनि भनिदिनु, हो के भनिदिनु भने बाबुरामलाई पनि भनिदिनु। 15 गते पछाडि यिनीहरूको देशमा बसाइ नै हुँदैन कि यत्रको तपाईँ टेन्सन गर्नुहुन्छ, त्यो छोडिदिनु न। को आउँदो रहेछ यिनीहरूको हेरौँ न हामी। म के भन्छु भने सम्पूर्ण नेपालीहरूलाई यिनीहरूले पठाएको बसमा हाम्रा मान्छे चढेर आउनु है, यहाँ आउने बेला चाहिँ हाम्रामा आउनुहोस्, हाम्रामा आउनुहोस्। हामी उनीहरूसँग भिड्न गएको होइन नि, हामी जाँदैनौँ भिड्न, हामी लडाइँ गर्दैनौँ, हामी नागरिक जोगाउन हिँडेको। ल हस्, होइन केही विवाद भएको ए मेरा भाइ, त्यो तपाईँलाई म भन्नु, त्यो कसैले गर्दा आएको होइन। 3 वर्षदेखिको हामीले गऱ्यौँ कन्भिन्स। हामीले फर्स्ट पेजबाट चाहिँ कसले गरेको थियो? बिहान 7:45 राजा आउँदै हुनुहुन्छ वेलकम भनेर मैले हालेको थिएँ नि। अरूले त 2 बजी 3 बजी थाहा पाएका हुन्। होइन, म हात कसको भने नेपाली नागरिकहरूको, नेपाली नागरिकहरूको। तर नेपाली नागरिकहरूलाई एक ठाउँसम्म पुर्याउने काम त फेरि दुर्गा प्रसादले पुर्यायो नि त। किनभने दुर्गा एउटा कुरो कि राजा हिजो मन्दिरमा मात्रै जानुहुन्थ्यो, राजालाई त आज जुलुसमा नारामा उपस्थित हुने बनाएँ नि मैले। त्यो त बनाएको हो नि त। मेचीको किनारमा पहिलोचोटि कसले लगेको थियो? राप्रपाले लगेको थियो, कुनै राजावादीले लगेको थियो, मैले लगेको होइन, हामीले लगेको हो नि त। हाम्रा माग राजा आएपछि पुरा हुन्छन्। 20 लाखभन्दा मुनिको ऋण बिना 20 लाखभन्दा माथिको ऋण 25 वर्षलाई तिर्ने मौका। त्यहाँभन्दा के चाहियो नेपालीलाई? के चाहियो? ल राजा सडकमा आउने आइहाल्नुहुन्छ नि। राजाले तपाईँ हेर्दै जानु न, हामी सँगै हुन्छौँ, यो कुरा बुझ्नु। तपाईँलाई विश्वास लाग्छ कि लाग्दैन दुर्गा प्रसादले बोलेको पुग्छ भनेर? होइन, राजन दाइले त कसरी दिनुभएको? म त्यो डिप्लोमेटिक कुरा बुझ्दिनँ, राजनीतिक कुरा बुझ्दिनँ। राजा हिजो बिर्सेको थियो नि मान्छेले।